हरूलाई चाहिँ थाती राखेर आजको बिहानको समयलाई चाहिँ उहाँहरूले हजुरहरूको लागि भनेर छुट्याएर काठमाडौँबाट आउनुभएको छ। उहाँहरूको लागि पनि हामी यो संस्थाबाट चाहिँ धेरै धन्यवाद दिन चाहन्छौँ होइन। यसरी छोटो समयमा पनि हामीले बुवा आमालाई केही कुरा भए पनि सिकाउँ, बुवा आमालाई स्वास्थ्य सम्बन्धी थेरापी सम्बन्धी जानकारीहरू गराउँ भनेर सरहरू काठमाडौँबाट आउनुभएको छ। सरहरूलाई साथ दिने कि नदिने, सुन्ने कि नसुन्ने, कति हतार छ सुन्न, कति छ कि घर जान हतार गर्छ, कार्यक्रम सकेर घर जाने हुन्छ कि हुन्न भने धेरै ढिला नगरौँ, किनभने हजुरहरूलाई पनि हामी धेरै बेर पर्खाउन चाहँदैनौँ, किनभने हजुरहरूको छ त्यो पनि धेरै ढिला चाहिँ म गर्न चाहन्न। र हजुरहरूलाई थाहै छ हाम्रो चेयरम्यान सर त्यो सरकारको मात्रै देख्न पाउनु भएको थियो भने आज चाहिँ सँगै दुवैजनालाई एकैसाथ देख्न पाउनु भएको छ। सकी छैन? खुसी लागेको छ कि छैन? कम्पनीको चेयर हजुरहरू जस्तै आमा बुवाहरूलाई जहाँ चाहिँ उहाँको जीवनमा एउटा आशाको किरण पनि जागेको छ नि, छ कि छैन? हजुरहरूलाई आइया आइया भनेर आएपछि यहाँ हजुरहरूको कम भएपछि खुसी हुनुहुन्छ कि हुनुहुन्न? आइया आइया गर्दै आउनुभएको बुवा आमाहरू आहा आहा घर गर्दै जानुभएको छ नि, घर हुनुहुन्छ कि हुनुहुन्न? त्यसले गर्दाखेरि हामीलाई पनि यति खुसी लाग्छ जब हजुरहरू आइया आइया गर्दै आएको बुवा आमाहरू आहा आहा भन्दै घर फर्किनुहुन्छ। त्योभन्दा ठुलो खुसीको कुरा हाम्रो लागि केही पनि हुने छैन कि। 3 4 1 2 3 4 Happy day number 1 Happy day number 1 Chairman sir, Bharat sir, Head office, Chairman sir, Head office, Chairman sir, हाम्रो CEO सरको सर पनि हामी आएर आउनेछौँ। CEO sir, गोविन्द sir, सरलाई सुन्नुभएको छ, सबैजना चाहिँ आफ्नो ठाउँमा बसिदिनु होला। र CEO सर र हाम्रो चेयरम्यान सर काठमाडौँबाट आउनुभएको छ। हजुरहरूको लागि धेरै जानकारीहरू, स्वास्थ्य सम्बन्धी थेरापी सम्बन्धी धेरै जानकारी लिएर आउनुभएको होला। हजुरहरू पनि नाचिकन धैर्य धारण गरेर बसिदिनु होला। हुन्छ? बस्ने कि नबस्ने? यसै गरी सरहरूलाई चाहिँ खाजा लगाएर सम्मान 1 2 3 4 1 2 3 4 Happy day number 1 Happy day number 1 Thank you sir, welcome sir, welcome sir, welcome sir. सबैजनालाई धेरै धेरै धन्यवाद छ। अब भने हाम्रो
हाम्रो आजको चाहिँ पहिलो सरले चाहिँ हजुरहरूलाई स्वास्थ्य सम्बन्धी सँगसँगै थेरापी सम्बन्धी चाहिँ हजुरहरूलाई जानकारी गराउनु हुनेछ। सबैजनाले ध्यान दिएर सुन्ने कि नसुन्ने?